सन्दीप बने नेपाली टोलीको कप्तान, टप इन्ट सिरिज खेल्ने नेपाली टोलीको घोषणा। लेग स्पिनर सन्दीप लामिछाने नेपाली ओडिआई क्रिकेट टोलीको कप्तान बनेका छन्। नेपाल क्रिकेट सङ्घ क्यानले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडिआई कप्तान नियुक्त गरेको हो। सन्दीप 4 वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका हुन्। सन् 2022मा कप्तान बनेको सन्दीपलाई बलात्कार मुद्दा लागेपछि कप्तानबाट हटाइएको थियो। सन्दीपले मलेसियामा हुने एसिसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नेछन्। सन्दीप कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित कुमार पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलसन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्। आइसिसी विश्वकप लिग 2मा नेपालको प्रदर्शन खराब बनेसँगै कप्तान परिवर्तन गरिएको हो। यो सँगै रोहितले ओडिआई र टी20 दुवैको कप्तानी गुमाएका छन्। क्यानले यसअघि दिपेन्द्र सिंह ऐरीलाई टी20को कप्तान नियुक्त गरेको थियो। यस्तै अस्ट्रेलियाको नर्दर्न टेरिटोरीमा हुने टप एन्ड टी20 सिरिजका लागि नेपालको टोली घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ क्यानले अनिल कुमार शाहको कप्तानीमा नेपालको 15 सदस्यीय टोलीको घोषणा गरेको हो। नेपालको ओडिआई टोलीमा समावेश नगरिएका ओपनर ब्याटर कुशल भुर्तेलले पनि टप एन्ड सिरिज खेल्ने भएका छन्। अगस्त 21 देखि 30 सम्म डार्बिनमा हुने प्रतियोगितामा नेपालले लिग चरणमा 6 वटा खेल खेल्नेछन्। नेपालले पहिलो खेल अगस्त 21मा एन्टी स्ट्राइकर्ससँग प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले दोस्रो खेल अगस्त 22मा बङ्गलादेश हाई पर्फर्मेन्स टोलीसँग खेल्नेछ। त्यसपछि अगस्त 24मा होबर्ट हरिकेन्स एकाडेमी, अगस्त 26मा एनसिटी कोमेट्स, अगस्त 27मा किङ्समेन र अगस्त 29मा भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। नेपालले गत संस्करणमा पनि प्रतियोगितामा सहभागी जनाएको थियो। त्यसबेला नेपालले 6 खेल खेल्दा 2 खेल जितेको थियो भने 4 खेलमा पराजित भएको थियो। अहिलेको नेपाली टोलीमा कप्तान अनिल कुमार शाहसहित कुशल भुर्तेल, लोकेश बम, तीर्थराज दास, मोइन यादव, पवन सराफ, दीपक डुम्रे, कुशल मल्ल, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन्।